बालेन यो देशको लागि जियोपोलिटिकल डिजास्टर अथवा भूराजनैतिक सङ्कट हुन सक्नुहुन्छ भन्ने मैले भनेका कुरालाई म आशा गर्छु म गलत हुन्छु। बारम्बार ठगी प्रकरणमा मुछिनु भएका रवि लामी छानेले पार्टीलाई नैतिकताका साथ चलाउन सक्नुहुन्न भन्ने जुन मैले आरोप लगाएको थिएँ, म आशा गर्छु म गलत हुँ। यसपालि म आशा गर्छु म गलत साबित हुन्छु। मलाई यो पालि गलत हुनै छ। यो देशको लागि म यो कुरामा गलत भएकै राम्रो। अब म मेरो उद्यमको यात्रा र मैले लेख्दै गरेका मेरा फिलोसोफिकल राइटिङ्सहरू लेख्नतर्फ म फेरि फिर्ता जान्छु। तर त्यो भन्दैमा यो पालि सदनमा प्रतिपक्षी छैन, तर कुनै तलमाथि हुँदाखेरि निरज ढुङ्गाना यो देशको लागि सडकमा आउने नै छ। त्यसमा तपाईहरू विश्वस्त हुनुहोस्। देशमा लोकतन्त्र आइसक्यो। अब देशलाई सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अर्थतन्त्र हो। म आशा गर्छु कि तपाईहरूले युवालाई विदेशिनबाट रोक्नलाई चाहिने जति रोजगारी चाहिँ सृजना गर्नुहुन्छ होला र विदेशमा भएका युवाहरूलाई चाहिँ देशैमा फर्किने वातावरण चाहिँ बनाउनुहुन्छ होला। म आशा गर्छु कि 2082 सालको जेनजी आन्दोलनको माग तपाईहरूले पूरा गर्नुहुन्छ होला। सुशासन अन्तर्गत निष्पक्ष न्यायालय जुनमा राजनैतिक नियुक्ति हुँदैन, त्यसबाहेक कर्मचारी तन्त्र अथवा ब्युरोक्रेसीमा व्यापक सुधार, भ्रष्टाचारमा न्यूनीकरण र त्यो बाहेक चाहिँ एफिसिएन्ट ब्युरोक्रेसी चाहिँ आउँछ होला। तपाईहरूको जस्तै 5 वर्ष स्थिर सरकार पनि संविधानमै चाहिँ व्यवस्था गरिन्छ होला, सुनिश्चित गरिन्छ होला। त्यसबाहेक देशमा एकदम स्पिडी डेभलपमेन्ट, एकदम तीव्र गतिमा विकास हुन्छ होला। त्यो चाहिँ भौतिक पूर्वाधारमा मात्र नभई एभरेज नेपालीको लिभिङ स्ट्यान्डर्ड माथि जाने, नेपालीको जीवनस्तर माथि जाने, सुखी समृद्ध हुने खालका कामहरू हुन्छन् होला। भ्रष्टाचारको नियन्त्रणका लागि बलियो भ्रष्टाचार विरुद्धका नियमहरू बन्छन् होला र निकायहरू बलियो बनाइन्छन् होला। यसपालि नेपाली जनताको कृपाले बाटो खुला छ। संविधान सुधार गर्ने, सुशासन ल्याउने र देश विकास गर्ने मौका अहिले हो। यो फर्केर सायद फेरि नआउला। यो सुनौलो अवसरलाई गुमाउनु भएन। यसपालि तपाईको सदनमा सायद प्रश्न गर्ने मान्छे नहोलान्, तर यसपालि सडकमा तपाईहरूलाई चेक एन्ड ब्यालेन्स गर्ने एउटा ठूलो भूमिका हुनेछ। आन्दोलनको माग पूरा नहुँदाखेरि विद्रोही शक्तिको साथ लिएर विद्रोह गर्ने देशका लागि, त्यसबाहेक राजनैतिक आचरण र राजनैतिक स्कुलिङ भएको मान्छेले नै देशको नेतृत्व गर्नुपर्छ र सदनमा जानुपर्छ भन्ने मेरो सैद्धान्तिक अडानमा म 1 इन्च पनि डगमगाएको भनी छैन। प्रधानमन्त्रीको कुरा ख्याल होइन भन्दै गगन थापाको काङ्ग्रेस 2.0 मा पार्टीबाट बाहिर रहँदै मेरो नैतिक समर्थन दिने कुरामा पनि मेरो स्ट्यान्ड रहिरहेको छ। यी मेरा सैद्धान्तिक अडान थिए र यी सैद्धान्तिक अडान रहिरहनेछ।